यो मेरो कम्पनीमा रहेको एसी कुखुरा फर्म है त यो सबै अटोमेटिक हुन्छ हैन मान्छेले खासमा चल्ला हेर्ने हो चल्ला ठुलो बनाउने हो पानी हेर्ने हो दाना हेर्ने हो दाना बाहिरदेखि आउँछ साथीहरू यसमा हैन अटोमेटिकली आउँछ यो दाना अटोमेटिक आउँछ त्योदेखि माथिदेखि यसरी बाहिरबाट आउँछ बाहिरदेखि यहाँ यसरी आयो भने तिनवटा यो हुन्छ यो चाहिँ दाना जाने हो दाना यसरी खान्छ पानी हो यसरी खान्छन् यो चाहिँ फ्यान हो 6वटा हुन्छ हैन 6वटा फ्यान हुन्छ यस 6वटा फ्यानको तपाईहरुको गर्मी बाहिर फान्नलाई हो यो एसी कुखुरा फर्म हो यो आधुनिक तरिकाले बनेको एसी फर्म हो यो कुखुरा आज ट्याक्कै भन्नुपर्दाखेरि 32 दिनका भए 32 दिनको कुखुरा यत्र छन् हेर्नुस् अनि तपाईहरुलाई कस्तो लाग्छ यस्तो हाम्रो नेपालतिर पनि यस्तै सिस्टमको भयो भने सहज हुन्थ्यो धेरैजनालाई राम्रो पनि हुन्थ्यो हैन त्यही भएर विदेशमा के गर्छ होला जम्मा फेसबुकतिर भिडियो मात्रै हालिरहन्छ भनेर तपाईहरुले सबैलाई हेर्नु साथीहरु मेरो काम भनेको यस्तै छ यो बिहान एकचोटि एक छट्का हाल्नुपर्छ एक चक्कर फनक्कै घुम्ने हुन्छ त्यसपछि चाहिँ फेरि दिनभरि सुत्ने हो साथी दिनभरि सुत्ने बेलुकातिर पानी हेर्नुपर्छ दाना हेर्नु पर्दैन दाना अटोमेटिकली चल्छ पानी चाहिँ माथि भर्नुपर्छ यो बाहिरदेखि मेसिन चलाइदिने हो पानीको पनि तपाईहरु पनि यस्तै कम्पनीहरुमा खोजी हुनुहुन्छ भने कन्ट्याक्ट गर्न सक्नुहुनेछ महिनाको तपाईहरुलाई राम्रै आम्दानी हुन्छ यदि आउन चाहनुहुन्छ भने यस्तै कम्पनीमा यस्तै काम गर्न चाहनुहुन्छ भने तपाईहरु कन्ट्याक्ट गर्न सक्नुहुनेछ मेरो इनबक्समा है त साथीहरु एउटा खोरमा ट्याक्कै वारी छेउदेखि पारी छेउ हिँड्ने बेलामा चाहिँ हिँडेर 5 मिनेटको लाग्छ 5 मिनेट लाग्छ जस त्यही हो कम्पनीमा यस्तो खोरहरू भन्नुपर्दा कमसेकम 900 भन्दा माथिको छ हैन 900 खोर भन्दा माथि छ यहाँ हाम्रो 6वटा खोर छ 6वटामा त्यस्तै 1 देखि 1.5 लाखसम्मका कुखुरा हुन्छन् यो कुखुरालाई हामीले 30 दिन हेर्नुपर्छ 30 दिन हेरिसकेपछि फेरि कम्पनीले आएर छोपेर लग्छ छोप्ने हामीले हैन कम्पनीले आफैले आफ्नो मान्छे ल्याएर छोपेर लग्छ हामीले खाली ठुलो बनाइदिने हो हेर्ने हो बिहान फनक्कै घुम्नुपर्छ साथीहरु मरेको चल्लाहरू फाल्नुपर्छ यसरी हेरेर वरपर माथि तल घुमेर चल्ला हेरेर एक चक्कर हाल्नुपर्छ एउटा खोरमा एउटा फर्ममा अनि यो चाहिँ एसी फर्म हो साथीहरु एसी फर्म हो यसमा दिउँसो एकदम एसी हुन्छ चिसो हुन्छ भित्र मजाले छुट्या छ हेर्नु चिसो भएर तपाईहरुलाई कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला यो परभरि नेपालमा पनि चाँडै सबै ठाउँतिर उपलब्ध भएपछि कृषि अथवा त्यो पशुपालन गर्नेहरूलाई पनि सहज हुन्थ्यो गरी खाने मान्छेलाई रोजगारीलाई कम्पनीहरू पनि नेपालमा पनि यस्तै कम्पनीहरू सञ्चालन गरेपछि नेपालमै धेरै फाइदा हुन्थ्यो भन्ने पुनः जानकारी गराउँदैछु
साथै म नेपालका कुखुरा फर्महरू कुखुरा पाल्नुहुने सम्पूर्ण साथीहरू हेर्नुहोला। वारीदेखि पारी आउँदा ट्याक्कै यता अझ म छिटो हिँडेको छु, 5 मिनटभन्दा माथि नै लाग्छ। र आजै त्यो चाहिँ एसी हो, यतातिर चाहिँ यो छेउको चाहिँ एसी हो, बाहिरदेखि यो एसी हो हेर्नुहोस् है, त्योभरि पुरा एसी हो, चिसो हुन्छ। यो दानाको ठुलोवाला चाहिँ दाना हो, ठुलो, यसमा दाना अटोमेटिकली खस्छ, पानी पनि अटो हुन्छ, सबै अटो हुन्छ, पानी पनि अटोमेटिक हुन्छ। पिउँछन् अनि कति पिए त्यो फेरि उता आफै मोटर बन्द हुन्छ। यो मिसिन पनि दाना तान्ने, उतादेखि दाना तान्ने कुखुराको यो पनि यसमा सेन्सर हुन्छ, यो सेन्सरमा दाना आएर यसमा छुयो भने अटोमेटिकली बन्द हुन्छ। यो अहिले एसी हो हेर्नुहोस्, यो सबै एसी हो। एसीको यस्तो हुन्छ, बाहिरदेखि पानी आइरहन्छ यसमा, अनि यो पानी आयो भने चाहिँ एसीको चाहिँ फर्म चिसो हुन्छ साथीहरू है। कस्तो लाग्यो सल्लाह सुझाव दिनुहोला। हस् त, अझै सुरुदेखि लास्टसम्म कस्तो लाग्छ त्यो सबै जानकारी पाउनलाई मेरो युट्युब च्यानल बिमबहादुर मेरै फेसबुक लिङ्कमा छ, त्यसमा हेर्न सक्नुहुनेछ। सबै सानोदेखि ठुलोसम्म कसरी पाल्ने, कसरी ठुलो बनाउने सिस्टम सबै त्यसमा छ, हेर्नुहोला है त।